चटपटे जुन मलाई धेरै मनपर्छ। त अहिले मैले यसमा हालेको छु मुङफली अनि फ्राई गरेको लसुन अनि यहाँ मुरी अब म हाल्छु यसमा चाउचाउ टमाटर प्याज अनि खुर्सानी अनि यो बोइल्ड आलु यति स्वाद अनुसार मैले हालेँ नुन। अब म हाल्छु यसमा चाट मसाला जीराको मसाला तेल यहाँ मसँग वाइवाईको मसाला पनि छ त मैले यसमा हालिदिएँ। खुर्सानीको लागि अलिकति वाइवाईको चिल्ली पाउडर म हालिदिन्छु। अब यो थोरै कागती थोरै हाल्छु म यहाँ केचप गिलो हुनको लागि। अब मजाले चटपटेलाई मिक्स गर्ने। रेडी भइसक्यो मेरो चटपटे। तपाईहरु पनि ट्राई गर्नु अनि खानु।